हामी गाउँबाट आएको मान्छे हो। तपाईँ कयौँ हुनुहुन्छ होला, कोही बुढा नीलकण्ठ पढेको, कोही भिएस निकेतन पढेको, कोही रातो बङ्गाला पढेको। हामी अङ्ग्रेजी पनि बोल्न जान्दैनौँ, किन हामी त्यो दुर्गम क्षेत्रबाट आएका हौँ। तपाईँका बाबुबाजेहरू धनी थिए, पढाए। हाम्रा बाबुबाजेहरू किसान थिए, पढाउन सकेन। तर हामी सङ्घर्ष गरेर यहाँ आयौँ। त्यो सङ्घर्षको एउटा आँसु हुन्छ, राज्य कसलाई चाहिन्छ? यो सुन्नुपर्ने कुरा हो, यो अहमता होइन। राज्य जहिले पनि शक्तिशालीको पक्षमा उभिने होइन। राज्य निमुखा र कमजोर नागरिकको सहारा बन्नु हो।